मन्दिर तलका मानिसहरू त्यस दृश्य देखेर हर्षित हुन्थे। फेरि पुजारीहरूले दासको टाउको काट्थे र त्यो टाउको मन्दिरको सिँढीबाट लड्थ्यो। सिँढीहरू रगतले कालो बनेका थिए। त्यसपछि अर्को बलिदान महँगो नै थियो। तर जब उसको हत्या हुन लागिरहेको थियो, आकाशमा अचानक सूर्यग्रहण भयो। सूर्य देवताको सन्तान भनेर मानिने माया मानिसहरू डरले काप्न थाले। मुख्य पुजारीले भन्यो, सूर्य देवता अब रिसाएका छैनन्, उनीहरूले महामारी हटाउने र वर्षा पठाउने छन्। त्यो कुरा भनिसकेपछि सूर्यग्रहण सकियो र फेरि प्रकाश भयो। सबै मानिस खुसी हुँदै चिच्याए र मंगोको ज्यान जोगियो। तर उसले थाहा पाएन कि असली शिकार त अब सुरु हुँदै थियो। उनीहरूलाई एउटा तालिम स्थलमा लगियो। माया योद्धाहरूले भने, अगाडि मकैको खेत छ, त्यो पार गरे भने तिमीहरू स्वतन्त्र हुनेछौ। तर कुरा त्यति सरल थिएन। जस्तै उनीहरू दौड्न थाले, माया योद्धाहरूले तिनमाकी भालाहरू र ढुङ्गाहरू फ्याक्न थाले। दुईजना तुरुन्तै मरे। अब मंगोको पालो आयो। तर मंगोले सर्प जस्तो चप्पल चालले सबै आक्रमण टार्यो। जब ऊ भाग्न सफल हुँदै थियो, मुख्य योद्धाले धनुषबाट एउटा बाण हान्यो। बाण मंगोको शरीरमा लाग्यो। मुख्य योद्धाको छोरा ऊ माथि आक्रमण गर्न दौड्यो, तर मंगोको साथीसँग भिड्दा मर्यो। मंगोले तुरुन्तै बाणको टुप्पो निकालेर त्यो छोरातिर फर्काएर फ्याँकिदियो र उसैको मृत्यु भयो। मुख्य योद्धा रिसले पागल भएर बदला लिन दौड्यो। मंगोले घाइते शरीर तानेर भाग्दै जंगलमा पस्यो। रुखमा चढेर लुकेर बसेको बेला उसको घाउबाट रगतको थोपा तल झर्यो र माया योद्धाको काँधमा पर्यो, तर उसले महसुस गरेन। मंगोले सास फेर्न पनि हिम्मत गरेन। त्यही बेला ऊ पछाडि फर्केर हेर्छ, एक कालो चितुवा उसको पछाडि खडा छ। त्यो चितुवाले आक्रमण गर्छ। माया योद्धा पनि चितुवासँग भिड्न आउँछ, तर चितुवाले उसलाई टुक्रा टुक्रा पारिदिन्छ। मंगोले रुखको बोक्रा टोक्छ र त्यो रस घाउमा लगाउँछ। फेरि भाग्दै रातभरि दौडिरहन्छ। थकाइले ऊ रुखमा टेक्दै सास लिन्छ, तर फेरि शत्रुहरूको आवाज सुनिन्छ। ऊ पुनः भाग्छ।